क्यान्सर लागेर मेरो चरित्रमा नै औलाउँथ्यो हैन। आफूलाई क्यान्सर भयो हजुर भनेर तपाईलाई बाबुकै टेन्सनमा तपाई एकदम हुँदाखेरि तपाई अचानक चेक गर्न जाँदाखेरि तपाईलाई क्यान्सर हुँदाखेरि त्यो क्षण चाहिँ तपाईलाई कस्तो भयो? अनि कहिले मैले हिजो यो पनि सोचेँ कि म नगर्ने, म ट्रिटमेन्ट नगर्ने हो, म त बाँचिहालेँ। मेरो माइन्डमा एनी टाइम यही आउँछ कि म त बाँचिहालेँ नि, छोरालाई बचाउँ, छोरालाई चाहिँ जस्तो बचाउँ त्यो चाहिँ हुन्छ कि। 9 वर्ष भयो होला बिहे गरेको, सम्बन्ध नि सके जस्तै हो। धेरै चिज गुमाएँ मैले। यो आफूलाई हुँदाखेरि त जसरी गयो, जब आमा भइसकेपछि चाहिँ होइन छोराको लागि चाहिँ जे पनि गर्न तयार हुँदो रहेछ क्या होइन। मैले यतिसम्म गरेको छु कि सायद खुट्टामा ठोके छैन भने। नमस्कार, स्वागत छ हजुरहरूलाई आशाको आवाजबाट। सधैँ जस्तो क्यान्सर सर्भाइभर गेस्टहरू यहाँनिर डक्टरदेखि लिएर मैले चाहिँ देखाउँदै आइरहेको थिएँ र आजको एपिसोडमा चाहिँ कति मलाई चाहिँ इमोसनल हुने टाइपको एपिसोड छ। आज चाहिँ एकजना बहिनीले चाहिँ मलाई टिकटकको थ्रुबाट मलाई मेसेज गर्नुभयो। उहाँको चाहिँ सानो प्रब्लम रहेछ, उहाँलाई त क्यान्सर भयो, उहाँको 6 वर्षको छोरालाई पनि क्यान्सर भयो। म त्यतिखेर फोनमा आफैलाई मैले उहाँसँग कुरा गर्दाखेरि म आफै एकचोटि मेरो आँखाबाट आँसु आएको थियो। त्यसैले मैले बहिनीलाई भने, बहिनी हुन्छ एकचोटि तपाईँ आउनु, र आज आउनुभएको छ बहिनी। स्वागत छ बहिनी हजुरलाई हाम्रो स्टुडियोमा। नमस्ते। हजुरको इन्ट्रोडक्सन दिनु न है। मेरो नाम सविता छ है, बस्ने चाहिँ काठमाडौँ नै अहिले चाहिँ। काठमाडौँमै बस्नुहुन्छ? कुन ठाउँमा? कलङ्कीमा। अनि अहिले हजुरको क्यान्सर सम्बन्धी पहिला हजुरलाई क्यान्सर भएको थियो? बाबुलाई भएको थियो पहिला बाबुलाई भएको फर्स्ट बाबुलाई भयो। हजुर। अनि बाबुलाई भएपछि उसलाई ट्रिटमेन्ट गर्दा गर्दा नेपालमै भएन। नेपालमा नभएको ट्रिटमेन्ट मैले आफ्टर 3 मन्थसम्म उसको उ गरेँ, रिपोर्ट आएपछि भएन, उसको यहाँ ट्रिटमेन्टै छैन भन्ने छैन। भक्तपुर हस्पिटलले मलाई नेपालमा ट्रिटमेन्टै छैन, बाहिर लग्नु, यहाँ हुँदैन भन्ने कुरा गएँ म इन्डिया लगेँ। त्यतिखेर बाबा पनि, फुचीको बाबा पनि बाहिर भर्खरै जानुभएको थियो, रिसेन्टली जानुभएको थियो, 3 मन्थ भएको थियो बाहिर जानुभएको। जेएनजी आन्दोलन भयो त्यो टाइममा मलाई त्यो टेन्सन थियो होइन। अनि मैले निकालेँ उहाँलाई, इमर्जेन्सी टिकट निकालेर अनि हामी इन्डिया गयौँ। इन्डिया गएर पहिला नेपालमै डिल भयो, कति जति लाग्छ त अब होइन ट्रिटमेन्ट भक्तपुर हस्पिटलमा। त्यहाँ त तपाईँलाई ट्रिटमेन्टहरू त मैले सुनेको थिएँ अलिक फ्री ट्रिटमेन्ट हो भनेर सुनेको थिएँ। फ्री भन्ने चाहिँ हो, तर सबै लाग्ने जस्तो पेटी स्क्यान होइन, यहाँ त धेरै महँगो रहेछ नि, हेरेर 70,000 पेटी स्क्यानको रहेछ। मैले 2 लाख 3 लाख जति सकाएँ रिपोर्टको लागि नेपालमा। अनि सकाएँ, अब भएन भनेपछि त डक्टरसँग डिल कुरा गरेँ मैले, लाग्छ 15-20 लाख जति लाग्छ। त्यो पनि 15-20 लाख हजुर बाबुको ट्रिटमेन्ट त्यति लाग्छ। यो चाहिँ खास कस्तो के क्यान्सर हो यो? यो अर्डिनल भन्दो रहेछ। अर्डिनल भनेको चाहिँ अर्डिनल पेटमा ट्युमर भएको अनि नसामा परेछ। ए पेटमा ट्युमर नसामा परेछ। अनि नेपालमा त्यो छैन रहेछ ट्रिटमेन्ट, त्यो नसामा पर्ने पनि अपरेसनै रहेनछ। मैले सिभिलमा टिचिङमा धेरै ठाउँमा देखाएँ, भएन। अनि भन्नुभयो, अनि गएँ इन्डिया। उहाँले चाहिँ फोर्टिज हस्पिटलमा यहाँबाट लिङ्क गरेर कन्ट्याक्ट गरेर हामी गयो। कुन हस्पिटल? फोर्टिज गुडगाउँमा। हजुर। डक्टरसँग सल्लाह गरेर ल यहाँ जाने भए त जानु नि त भनेर हामी गएँ, बुढालाई निकालेँ। त्यसपछि सँगै गएँ, ट्रिटमेन्ट गऱ्यौँ। अनि उता गएपछि चाहिँ अब मेरो चाहिँ मामाको घर छ कि इन्डियामा बुढाको, वहीँ गएँ। उहाँसँग सल्लाह गरेर त गएन त्यो हस्पिटलमा, यहाँ जानु हुँदैन, यहाँ महँगो हुन्छ, अर्कै हस्पिटल जाने भनेर फर्स्टमा त एचजिसी हस्पिटल हरियाणा गयौँ। त्यहाँ गएर बाबुको भर्ना लियो, एडमिट गरियो, 5 दिन राख्यो। त्यहाँबाट नै सक्दैन भन्ने कुरा गर्यो होइन। एकदमै होपफुली भइसकेको थिएँ, अब चान्सै छैन भनिसकेको थियो नि त। अनि त्यसपछि त्यहाँबाट पनि भएन भने अर्को हस्पिटल रिफर गरियो, त्यो दिल्लीमा आरएमएल हस्पिटल रिफर गर्यो, त्यहाँ लग्यो। त्यहाँ चाहिँ केही पनि भनेन, भयो। त्यहाँ सरकारी हस्पिटल रहेछ होइन, त्यति खासै कस्ट नहुने रहेछ। अनि 22 दिनको एडमिट भएको 22 दिनको अन्तरालमा मैले बाबुको अपरेसन सक्सेस भयो, राम्रै भयो। फेरि क्यान्सरलाई भेट्नु पऱ्यो, क्यान्सर छ बाबुको होइन। क्यान्सरले गयो, त्यहाँ 5 डेज जति भयो। डक्टरले अब निको नहुने भने भन्न चाहिँ, निको नहुने भने क्यान्सर चाहिँ
तैपनि अहिले चाहिँ अब उसको इम्प्रुभमेन्टहरू होइन हुन्छ बहिनी त्यस्तो मलाई पनि त्यस्तै भएको थियो त फेरि अहिलेसम्म मलाई एकदम यो जुन यो सो त्यस्तो भन्यो। अनि बाबुको चाहिँ अब मेडिसिन चलिरहेछ अहिले, मेडिसिन चलिरहेछ माइटोटेन लेभल भन्ने, जुन कि इन्डियामा पनि छैन। इन्डियामा पनि छैन, इन्डियामा पनि पाएन, नेपालमा त छँदैछ, नेपालमा झन् चान्सै छैन, इन्डियामा छैन, फ्रान्समा रहेछ त्यो मेडिसिन। अनि फ्रान्समा रहेछ आइसी 1.5 लाख, भनेपछि कति चाहियो त होइन? त्यसमा तपाईँको सपोर्ट छैन फ्यामिलीबाट? छैन। अब बाबुको जुन भन्नुभयो नि तपाईँले यो जुन क्यान्सरको उसमा जस्तो तपाईँलाई आफूलाई हुँदा त छुटे आफूले त कन्ट्रोल गर्न सकिन्छ नि होइन, तर जुन बाबुको तपाईँले भन्नुभयो बाबुको क्यान्सर हुँदाखेरि जुन डक्टरले होपलेस गरेर तपाईँको अब सक्सेस हुँदैन भन्नु भने त्यो टाइममा चाहिँ तपाईँको हस्बेन्डले चाहिँ के भन्नुभयो? सपोर्टै गर्नुभएको थियो, छोरालाई त माया गर्नुहुन्छ। अब जस्तो के छ न, अब जस्तो बाबुको कुरा आयो, बाबुको डक्टरले अब हुँदैन भनेपछि अनि अगाडिकोमा चाहिँ अब तपाईँले कसरी चाहिँ बाबुको प्रोसेस गर्नुभयो यो जुन ट्रिटमेन्टको चाहिँ? ट्रिटमेन्ट मैले त अहिलेसम्म 1 इयर ठ्याक्कै भयो हस्पिटल आउनु थाल्यो यो मन्थले। पहिला त हामी लसमै थियो, पहिला त गाडी थियो त्यो सेल गरेर नसकेर होपलेस भएर यसमा त घर जग्गा गाडी सबै राख्छ यस्तो, अनि नसकेर उहाँ बाहिर जानुभयो हुन चाहिँ। अनि हल्का फुल्का त्यो सबै ऊ भयो। मलाई त अहिलेसम्म त साथीभाइले नि बाहिर साथीहरू हुनुहुन्छ प्रायः साथी, अहिलेसम्म यहाँसम्म चाहिँ मलाई मेरो साथीभाइहरू साथ दियो। अनि दिदी धेरै राम्रो साथीहरू, धेरै एकदम थ्याङ्कफुल छु क्या साथीहरू। मैले एक कल मलाई यस्तो भयो भने बित्तिकै ल हामी छौँ। अब जस्तो बहिनी अहिले बाबुको क्यान्सर निकै भएको छैन, अहिले पनि निकै भएको छैन, ट्रिटमेन्ट भइरहेछ। स्कुल गइरहेछ अहिले राखिदिएछ, मतलब जान सक्छ बाबु? बाबु पहिला पनि यस्तै थियो, उसलाई पेन फिभर त्यस्तो के पनि भएन क्या उसको भोइस। मतलब अब यस्तो अस्ति पनि एउटा केस थियो ब्लड क्यान्सर, एउटा सानो 4 वर्षको बच्चाको, जुन आमा बुवाहरूलाई चाहिँ सचेत गराउनलाई, जस्तो बहिनीको चाहिँ छोरालाई चाहिँ जुन क्यान्सर भनेर थाहा पाउँदा केही सिम्टम त देखाएको थियो होला नि? अहिले हजुर बोल उसको भोइस छ नि, हजुर त्यही हो भोइस उसको बोल्ड टाइपको एकदम। उसको कस्तो भने अब टिनेजमा हुनुपर्ने डेभलपमेन्ट अहिले भयो उसको, मैले त्यही नोटिस गरेँ अघि उसलाई, मेन भोइस र अनि अलिक म्याच्योर्ड एज अनुसार, जम्मा 6 वर्षको तर ठुलो मान्छे। अनि प्राइभेट पार्टमा हियर अहिले त्यो हुने बित्तिकै मलाई अब यो त हुँदैन नि त होइन, कसरी भयो त यस्तो हुनै नपर्ने, यस्तो त हुनु नपर्ने, मलाई त्यही डाउटले म हस्पिटल लगाएको। यो चाहिँ के रोग भन्छ? क्यान्सर त क्यान्सर, यसलाई नाम एडिनल क्यान्सर। नोटिस गर्नु होला हजुरहरूले, एडिनल क्यान्सर। त्यो चाहिँ जुन अब बच्चा छ 6 वर्षको तर पुरै उसको सिम्टमहरू चाहिँ म्याच्योर देखिन्छ होइन, र बाबु 6 वर्षको छ तर उसको एक्टिभिटीहरू चाहिँ टिनेजर जस्तो मैले पनि नोटिस गरेको थिएँ। अनि बहिनी अब जुन मेडिसिनहरू चाहिँ अब जुन अहिले कन्टिन्यू दिइराख्नु भएको छ कि? डेली माइटोटेन लेभल मेडिसिन दिइरह, दिनमा 1000 mg नाइट अनि 700 mg मर्निङ, हजुर त्यति दिनुपर्छ मेडिसिन। अनि बहिनी एउटा कुरा, जस्तो कि भोइस चाहिँ अचानक उसको एकैचोटि चेन्ज भएको, जस्तै वैशाख महिनाबाट मलाई कस्तो फिल भयो कि भोइस चेन्ज भयो। मैले चाहिँ अब जे भयो हुनुहुन्थ्यो के भएको त यस्तो नि हुन्छ र, अनि मैले त्यो पनि भयो प्लस पोइन्ट अब हेयर देखि नि त नुहाउँदाखेरि। अनि म एकदम हेयर भनेर त हामी स्किनमा त यस्तो हेयर पनि हुन्छ होइन, अब प्राइभेट पार्टमा आउनु यो चाहिँ अलिकति क्लियर गरेर भनिदिनु। जस्तै प्राइभेट पार्टमा आउने त टिनेज बस्यो नि त, हजुर टिनेजर उसको अहिले आइदियो क्या होइन। अनि त्यो त हुनै नहुने, खुसीको बाद चाहिँ अब उसको स्वर चाहिँ त्यस्तो होइन, यो हाम्रो बाबु पहिला भयो यो यस्तो। अनि हजुरले यो पनि भन्नुभयो बहिनी नेपालमा 2 जनालाई मात्रै छ भन्नुभयो? मलाई चाहिँ काउन्टमा डक्टरले भक्तपुर क्यान्सर हस्पिटल डक्टरले उहाँले भन्नुभयो कि मैले 3 महिनापछि प्रुभ भयो कि बाबुलाई यो रोग लाग्यो भनेर। 3 महिना लाग्यो। अनि अब डक्टरले चाहिँ के भन्छ, मतलब निकै हुँदैन भन्नुभएको छ? होइन जस्तै यो माइटोटेन लेभल मेडिसिन छ नि, हजुर त्यो भयो हुन्छ, निकै गाह्रो छ तर निको हुन्छ त्यो मेडिसिन चाहिँ अब दिइरहनु पर्यो। यो चाहिँ नेपालमा हुन्छ कि बाहिरै यहाँ नेपालमा हुँदैन? एकचोटि ट्राई, त्यही मात्रै हस्पिटलको अरू हस्पिटलमा पनि ट्राई गर्नु भएको छ? सबै ठाउँ ट्राई गरेर उसको एउटा टेस्ट पनि छैन नेपालमा, हजुर, जुन अब यो मेडिसिन खाएर माइटोटेन लेभल भन्ने टेस्ट गर्नुपर्छ, यहाँ छैन। छ तर अस्ति यहाँ मैले एकचोटि टिचिङ नै रहेछ
हजुर त्यहाँ चाहिँ 50 छ अरे। यसो गर्नु बहिनीले हजुरको के हो एकचोटि नेपालमा छ कि छैन म पनि बुझ्ने कोसिस गर्छु। मैले पनि चिनेको छु डक्टरहरू, म एकचोटि डक्टरहरूलाई रिक्वेस्ट गरेर यसको नेपालमा उपचार हुन्छ कि हुँदैन म एकचोटि बुझिदिन्छु होइन। मलाई एकचोटि रिपोर्ट व्हाट्सएपमा गरिदिनु। अनि अर्को त्यो टाइममा चाहिँ तपाईँलाई क्यान्सर भएको थिएन? मलाई चाहिँ कति वर्ष अगाडिको? अब यो पनि कुरा आयो कि पहिला म बिहे भन्दा अगाडि म लाइपोमा आएको थियो ब्रेस्टमा होइन। आफ्टर 10 इयर्स अगाडि मैले अपरेसन 2 चोटि गरेको थिएँ, लाइपोमा भयो निकाल्यो, त्यही भक्तपुर क्यान्सर हस्पिटल गरेको थिएँ। अनि हस्पिटलले के भन्यो, अनि मैले चाहिँ अब के गर्नु हर्मोन प्रब्लम हो, बिहे भएपछि बच्चा भएपछि हुन्छ भन्ने भयो डक्टरले। त्यस्तो भनेपछि के हुन्छ भने मैले चेक चाहिँ गरिरहन्थेँ म आफू पनि 6 मन्थमा 1 इयरमा चेक गरिरहन्थेँ। लेफ्टमा थियो अनि त्यतिखेर पनि यो लाइपोमा हो दुःख दियो भने निकालौँ न त भन्ने भयो। त्यसपछि मैले त्यो सोचेँ अनि पछि चाहिँ अचानक मलाई पेन भयो क्या। बाबुको सबै हामी जब नेपाल फर्किने टाइम थियो उसको है ट्रिटमेन्ट सकाएर मलाई अचानक यहाँ राइट साइडमा पेन भयो क्या, एकदमै सहनै सकेन मैले। अब के भयो होला त, अनि निपुलबाट पिप निस्क्यो, डाउट मलाई भयो। तपाईँको निपलबाट चाहिँ पिप निस्क्यो दुखेर। अब हामीलाई पनि थाहा यसको त यही हो भनेर होइन। मैले ब्रेस्ट क्यान्सर अनि अब लेफ्ट कि राइट साइड? राइट त्यस्तो भयो। एक त अलिकति डेन्जर पनि हुन्छ, त्यही भएर नि मैले सबै काटेर फालेको काट्नु भएको छ ब्रेस्ट। अपरेसन गरिसकेको छु। अनि हजुरको कुन स्टेज? फर्स्टमा एबिसिडी हुँदो रहेछ। अनि किमो अहिले त तपाईँ किमोमै हुनुहुन्छ? फर्स्ट किमो भइसक्यो। अब अहिले फर्स्ट किमो। अब 11 गते सेकेन्ड किमो छ। भनेपछि कतिवटा किमो भन्नुभएको छ? 6 किमो, 6 साइकल भन्नुभयो। अनि रेडिएसन? त्यसपछि रेडिएसन त्यो पुरै गरेर त्यसपछि फेरि रेडिएसन छ। तर के हुँदैन बहिनी, यो ब्रेस्ट क्यान्सर चाहिँ यो कस्तो भने नर्मल हो, तपाईँको एकदम स्ट्रङ हुनुहुन्छ होइन। अब बाबुकै निको नहुँदा हुँदै फेरि अचानक तपाईँलाई भयो होइन। अब त्यो जस्तो म जस्तो अभागी भन्नु हुँदैन, तपाईँ धेरै स्ट्रङ हुनुहुन्छ। हुन्छ लाइफमा रुनु हुँदैन? मलाई त अहिले पनि आफ्नो त बाँचिहाल्यो नि त, जस्तो 37 भइसकेको छ म बाँचिहाल्छ। जस्ट बाबुको मात्र टेन्सन हो मलाई। टेन्सन लिनु हुँदैन म त जति अलिकति बाबुको मात्र टेन्सन हो मलाई। नेपालमा पनि अब ट्रिटमेन्टहरू धेरै आइरहेको छ, तपाईँ टेन्सन नलिनु। तर यहाँ चाहिँ कस्तो भने अब इन्डियामा कस्तो हुन्छ हरेकमा राम्रो छ क्या ट्रिटमेन्टहरू। यहाँ जस्तो पैसाको उप नहुँदो रहेछ उता चाहिँ। नेपालमा पनि राम्रो छ होइन। अब भक्तपुर हस्पिटल पनि राम्रो छ भनेर सुनेको थिएँ होइन। अब त्यहाँ अब मलाई त्यहाँ राम्रो त राम्रै छ, नराम्रो होइन। अब एउटा रिपोर्टको लागि इन्डिया पठाउनु पर्छ नि त, त्यही भएर गाह्रो भयो। अब यस्तो हजुरको त्यो जुन रिपोर्टहरू छ म एकदम कोसिस गर्छु, टेन्सन नलिनु, राम्रो हुन्छ, सबै राम्रो हुन्छ। किनभने बाबु पनि कति हाँस्दै अहिले चाहिँ उसको अब पहिला त होल बडी नै हेयरहरू आइसकेको थियो, अहिले सबै रिमुभ भयो गयो। प्राइभेट पार्टमा नि हल्का मात्र छ। भोइस पनि पहिला भन्दा अलि राम्रो भयो। पहिला यो भन्दा नि ऊ थियो बाबु। अनि कसैले नि 5 इयर्सको भन्दैन थियो क्या, कहाँ यो 6 इयर्सको र 5 इयर्सको होला र उसको 10 इयर्स भन्थ्यो क्या। भोइस मात्रै चेन्ज हो कि उसको एक्टिभिटी पनि ठुलो मान्छे? पहिला त एक्टिभिटी पनि चेन्ज हो होइन, पुरै एकदमै टाइपले बस्ने, म्याच्योर सोच्ने त्यस्तो थियो। अहिले चाहिँ जब अपरेसन गरे उसको मेडिसिन चल्यो, अहिले चाहिँ बेबी उसको स्किनदेखि लिएर उसको हेबिटहरू टोटली चेन्ज भयो। अहिले चाहिँ अब चकचकेपन, पहिला यस्तो थिएन। यो चाहिँ खास के कारण हुँदो रहेछ भनेर सोध्नु भयो? म डक्टरलाई सोधेको, अब अहिलेसम्म पत्ता लगाउन सकेको पत्तै लगाउन नेपालमा 2जना भएको भन्छ। डाक्टर साहबहरू सबैलाई र सबै हस्पिटल र डाक्टर साहबहरूलाई चाहिँ मेरो एउटा सानो रिक्वेस्ट, यो जुन हामी आफै पनि कन्फ्युज भइरहेछौँ, यो एकदमै यो फर्स्ट टाइम सुनेको र जुन आजको यो जुन हाम्रो एपिसोडको यो स्टोरी पनि अलिकति एक्स्ट्रा एक्स्ट्रा नै स्टोरी लाग्यो मलाई होइन। अब त्यसमा चाहिँ जुन जम्मा नेपालमा 2जना बच्चा नै 2जना बच्चालाई हुने रोग रहेछ, तर बच्चाको चाहिँ एकदम म्याच्योर्डनेस देखिने रहेछ। एडिनल क्यान्सर चाहिँ यो कस्तो खाले रोग हो यो पत्ता लगाउन सकेको छैन भनिरहेछ। एकचोटि हजुरहरूले यो रिसर्च गरेर चाहिँ हामीहरू यो अलिकति अवेरनेसमा चाहिँ अलिक बुझ्नु पर्यो। डाक्टर साहबहरूलाई मैले एउटा सानो रिक्वेस्ट, हस्पिटलहरूलाई सानो रिक्वेस्ट छ, यो नेपालमा चाहिँ पत्ता लाग्न सकेको छैन भनिरहेको छ। यो चाहिँ एकचोटि पत्ता लगाउने हजुरहरूले कोसिस गर्नु पर्यो होइन। डाइटहरू चाहिँ बाबुलाई जुन मैले सोधेँ बाबुले के खान्छ म लिएर आउँछु भन्दाखेरि तपाईँले ठ्याक्क भने यो खानुहुन्छ यो खानु हुँदैन, उसले खानामा जङ्क फुड बाहिरको केही अलाउने मतलब अब यस्तो काजु त्यो भयो भने चाहिँ अब अरू त्यो रे, अनि अर्को के स्याउ एप्पलमा पनि अब त्यो उस्तो भएन, बोक्रा भएन, त्यो भएन। उसको पनि किमो छ अहिले कि उसको यो माइटोटेन्सन ओरल किमो भन्छ। ओरल किमो त्यही हो, बच्चा र एकदम वृद्ध आमा बुवाहरूलाई चाहिँ ओरलै दिने होस्। बाबुलाई चाहिँ उसलाई किमो पनि चलाउने भन्ने कुरा भएको थियो, अनि उता टेस्ट गरेपछि हर्मोन पढेन। हजुर। अनि किमो चाहिँ थ्याङ्क गड
म त्यति चाहिँ किमो चलाउनु पऱ्यो उसले कस्तो गाह्रो हुँदो रहेछ नि त धेरै नै गाह्रो हुँदो रहेछ किमोले त अनि उसले चाहिँ परेन अनि उसको चाहिँ अहिले यही मेडिसिनहरू चलिरहेको अहिले चलिरहेछ अझ उसको बाबु चाहिँ ह्याप्पी छ उसलाई थाहा छैन के उसलाई चाहिँ मलाई ट्युमर भएको निकाल्यो अब मलाई ठिक भइसक्यो भन्ने माइन्डमा छ हजुर अब यो टाइममा भयो घरमा चाहिँ घरमा तपाईँलाई अब को आफ्नो फ्यामिलीहरू चाहिँ कसले चाहिँ धेरै तपाईँलाई एकदमै साथ दिइराख्नु भएको छ अहिले त मलाई देवर हुनुहुन्छ देवर हजुर मेरो हस्बेन्डकै मामाको छोरा हो उहाँ हजुर इन्डियादेखि लिएर यहाँसम्म उहाँले नै सपोर्ट उहाँले गर्नुभएको देवर पनि त छोरै जस्तो हो होइन उहाँले नै सपोर्ट गरिरहेको मलाई अहिले चाहिँ अरू कोही पनि छैन अनि अब मम्मी त हुनुहुन्न माइतीमा खासै छैन दिदी बहिनी मात्र हो मेरो भनेपछि तपाईँको अहिले चाहिँ देवरले गर्छ देवरले मलाई हेर्नु भयो अब गाह्रो हुँदो रहेछ किमोमा उहाँ पनि अब खासै बाहिर जाने आएको अनि म बिरामी भएको यस्तो देखेर अनि बस्नु भयो कि कोही भएन म हेरिदिन्छु भनेर देवरले हजुर अनि त्यो टाइममा चाहिँ हस्बेन्डले के भन्नु भएन त्यो टाइम इन्डिया हुँदाखेरिसम्म त उहाँले केही पनि भन्नु भएन जस्तो कि आफ्नो ठाउँमा आफ्नो देवरले तपाईँलाई टेक केयर गरिराख्नु भएको छ फाइनेन्सियलदेखि लिएर हरेक चिजमा होइन कि फाइनेन्सियल त छ होइन मोरल सपोर्ट त्यो पनि इम्पोर्टेन्ट हो होइन धेरै नै हो नि अनि जस्तो तपाईँको अब माइतीपट्टि यता घरपट्टि भयो होइन माइतीपट्टि चाहिँ मम्मीहरू हुनुहुन्न डेट भइसक्यो मम्मी बाबा मात्र हुनुहुन्छ ए अनि बाबा चाहिँ बाबा नि अब ओल्ड 70 इयर्स भइसक्यो बाबालाई थाहा छ सबै थाहा सबै अनि बहिनी छ अनि दिदी र बहिनी मात्र दिदी बहिनीले हल्का फुल्का फाइनेन्सियली नि उहाँले पनि अनि अरूमा सपोर्ट पहिला चाहिँ के कामहरू गर्नुहुन्थ्यो म यतिकै ह्यान्डमेडहरू कामहरू ह्यान्डमेडमा कस्तो टाइपको काम अब डलर बनाउने अनि बिजनेस पनि गरियो गर्न त धेरै काम गर्यो तर यो उसमा चाहिँ भइएन अब यो टाइममा त धेरै गाह्रो हुन्छ होइन धेरै नै गाह्रो नि अनि जुन तपाईँले अहिले जुन सरकारले दिएको यो एउटा के 1.5 लाख 1 लाख विपन्नको धेरै गाह्रो रहेछ त्यो गर्नु भएको छैन त्यसको मैले पेपर बनाएको के नमिलेर आएको मिलेकै छैन के नमिलेको खोइ के मिलेन पहिला त त्यस्तो थिएन म थाहा थिएन मैले चाहिँ अनि अस्ति गरेर बनाएको थियो अनि खाता के चाहिन्छ भनेर हिजो फेरि लास्ट डेट रहेछ हेर्नु यसको पनि यो पनि ऊ हुन लाग्छ अरे भन्थ्यो हिजो लास्ट डेट भने काम चाहिँ भएको छैन क्या मेरो काम चाहिँ कहिले हुन्छ भनेर सोध्नु भएन अब अर्को इयर्स हुन्छ कि या अब खोइ मैले रिक्वेस्ट गरेको छु मन्डेसम्म गरिदिन्छ कि भन्ने आश चाहिँ छ अब यो त विपन्न वर्गको लागि चाहिँ जुन सरकारले फेसिलिटी दिइराख्नु भएको छ यस्तो कुराहरूमा चाहिँ हजुरहरूले अलिक गाह्रो हुन्छ मैले यो धेरै पनि सुनेको थिएँ उहाँ नेपाल क्यान्सर हस्पिटलमा पनि सुनेको थिएँ एकजना 21 वर्षको कि 20 वर्षको बहिनी थियो पैसा आउँदै स्टप भयो भनेर भन्नुभएको थियो त्यो के कारण हो र 5,000 पनि आउँछ अरे भनेर सुनेको थिएँ 5,000 अर्को आउँछ अरे भनेर आउँछ अरे यसको नसके कि 5,000 नआउने अरे अनि मैले चाहिँ अब पहिला हामीले त बिमा गरिएको थियो नि त होइन फेरि यो मैले जुन गर्नु थालेँ त्यहाँ बिमा छ बिमाको हुँदैन अरे ए त्यसो भएपछि अलि हामीलाई गाह्रो हुने क्या सरकारको कुरामा पनि एकदमै धेरै गाह्रो भइरहेछ फाइनेन्सियल एकतिर गाह्रो छ भने फ्यामिलीबाट एकदम गाह्रो भइरहेको छ र आमा छोरालाई नै क्यान्सरले यसरी समातिरहेको टाइममा अब हजुरहरूले पनि स्क्रिनमा म एउटा उहाँको क्युआर राखिदिन्छु हजुरहरूले सानो सहयोग जस्तो जति हुन्छ सहयोग गरिदिनु होला किनभने आमा छोरा अहिले भइरहेको छ गाह्रो हुन्छ आमालाई मात्रै भन्दा हुँदा पनि गाह्रो हुन्छ छोरालाई मात्रै हुँदा पनि गाह्रो हुन्छ यदि हजुरहरूले सक्नुहुन्छ भने चाहिँ उहाँको क्युआर स्क्रिनमा हुन्छ त्यसमा चाहिँ सपोर्ट गरिदिनु होला मेरो सानो रिक्वेस्ट हजुरहरूलाई र त्यस्तै गरी बहिनी अनि अरू हजुरको चाहिँ अब हजुरको बाबुको त भइहाल्यो होइन अब हजुरकोमा चाहिँ जुन कसरी थाहा पाउनु भयो जस्तो कि बाबुलाई क्यान्सर भयो भनेर तपाईँलाई बाबुकै टेन्सनमा तपाईँ एकदम हुँदाखेरि तपाईँ अचानक चेक गर्न जाँदाखेरि तपाईँलाई क्यान्सर हुँदाखेरि त्यो क्षण चाहिँ तपाईँलाई कस्तो भयो त्यतिखेर त अब मैले एकछिन सोचेँ ल अब बाबुलाई पनि अब दुईजनामा म बाबुलाई के भन्यो मलाई गाह्रो हुन्छ म बस्नै सक्दिनँ होइन यदि म भयो भने बाबुलाई आउँदैन अब सोचेँ कि एकछिन चाहिँ सोचेँ अब भगवान्लाई एकैचोटि लगाउनु लाग्यो किन होइन त्यो पनि सोचेँ मैले एकछिन त अनि पछि अब गर्ने के त अब अनि इन्डियामा नि अब गभर्मेन्ट भयो चाहिँ धेरै गाह्रो हुने नि त म नेपाल आएँ म थाहा भयो मलाई भइसक्यो भने मैले इन्डियामा ट्रिटमेन्ट नगरेर म नेपाल आएँ सिधै अनि साथी थियो मेरो डाक्टर नितिन उहाँसँग कन्ट्याक्ट गरेँ मलाई यस्तो भएछ म के गरौँ भने हस्पिटल हामी केही सल्लाह गरौँ भन्यो भर्खर बाबु ठिक पनि भयो क्या होइन अनि फेरि म आफ्नो लागि दौडेँ इमोरा हस्पिटल भक्तपुर
गएँ अनि बायोप्सी गरौँ त्यसपछि सान्त्वना दिनुभयो के हुँदैन टेन्सन नलिनु भन्नुभयो अनि गएँ त्यहाँ बायोप्सी पछि चाहिँ थाहा थियो मलाई भइसक्यो भनेर थाहा थियो क्वेसन सोध्नै सकेन कस्तो गाह्रो भयो क्वेसन सोध्नै सकेन भगवान्ले किन यस्तो गर्ने होला है मलाई त अहिले त क्वेसन गर्छु क्या म भगवान् सो मलाई आफूलाई पनि परेको छ स्ट्रङ देखाएर के गर्ने त्यो भोग्नेलाई त कस्तो खाले एकदम अचम्मको केस लाग्यो कि बहिनी म तपाईँसँग फर्स्ट टाइम जुन उसमा कुरा गरेँ नि सबैले टिकटकमा तपाईँले आफै भन्नु दिदी मलाई हेल्प चाहियो सानो भने मैले अस्ति भर्खर म पनि क्यान्सरबाट भर्खर निको भएको हो नि त बहिनी भर्खरै मैले कामै स्टार्ट गर्न पाएको छुइनँ कि अहिलेसम्म अनि मेरो मम्मीले एकजना बच्चालाई सपोर्ट गर्नुभएको थियो बच्चाको म हेर्नै सक्दिनँ कि अनि फेरि एकजना बच्चाको आइरहेको थियो बहिनी एकजना बच्चाको त्यस्तो ब्लड क्यान्सरको बच्चा छ उहाँको लागि उहाँले मलाई सपोर्ट माग्नु हो अनि मैले कामै गरेको छैन मैले त काम गरेर कमाएर मैले अरूलाई सपोर्ट गर्ने हो भने कि उहाँ बहिनीलाई पनि भन्दाखेरि होइन जति हुन्छ गर्नु न दिदी भन्यो अनि मैले सोचेँ मैले रबर ब्यान्ड बुनेको थिएँ कि बहिनी एउटा मैले हेरेको थिएँ हजुर हेर्नु भएको थियो त्यो मलाई आउँदैन मैले जे पाएँ त्यो युट्युबबाट हेरेर बुनेको थिएँ कि अनि त्यो रबर ब्यान्ड बेचेर चाहिँ मैले ब्रेस्ट क्यान्सरको भन्छ अक्टोबरमा चाहिँ पिङ्क अक्टोबर भनेर चाहिँ एउटा ब्रेस्ट क्यान्सरको चाहिँ एउटा मन्थ हो कि त्यो टाइममा चाहिँ म सहयोग गर्छु भनेर सोचेको थिएँ तर के भइदियो भने यस्तो टाइममा गरे पो मैले गर्ने मैले यस्तो हेरेँ पैसा जम्मा भइरहेछ जति हुन्छ म त्यति त्यो बच्चालाई गर्छु भनेर मैले फोडेको थियो त्यो फोड्दाखेरि त्यहाँ मेरो 23,000 निक्लेको थियो 23,000 जति अनि त्यो 23,000मा अब मैले त्यो 23,000 के गर्ने भनेर सोचेँ है अनि त्यसपछि ठ्याक्क एकजना दिजूले किरण राणा दिजू हुनुहुन्छ उहाँले चाहिँ 23,000 भयो भने म 7,000 राखिदिन्छु 30,000 बनाउन भने ठ्याक्क काउन्ट मात्रै गरेको थिएँ यता उहाँ बहिनीलाई गर्नु फेरि हजुरको फोन आयो म्यासेज आयो होइन अब मलाई आफूलाई कस्तो गाह्रो भइरहेछ आफै अहिले बुटिक पनि मेरो स्टपै छ दरबारमार्गमा छ अलिक गाह्रो छ मलाई बुटिकमा पनि स्टाफहरू छ होइन अनि के गर्ने अनि मैले सोचेँ पछि त म गरिहाल्छु पछि म काम गरेर त गर्न सकिहाल्छु अहिले अलिअलि भए पनि दुईजनालाई म जति हुन्छ सपोर्ट गर्छु भनेर अनि मैले के गरेँ भने सोचेँ हजुरहरू दुईजना अनि उहाँ डिभाइड गर्ने कोसिस गरेँ मैले साथीहरूलाई पनि भने साथीहरूले कोसिस गर्दा साथीभाइहरू चाहिँ मैले भेट्न पाइनँ क्या जुन कलेक्सन गर्दा अब अलिकति धेरै हुन्छ कि भनेर मैले बहिनी नाम नोट गरिरहेको छु नम्बर नोट गरिरहेको छु बहिनीको जति हुन्छ आज म गर्छु तर पछि पनि म गर्छु हजुरलाई होइन अनि मैले डिभाइड त गर्नु पर्यो दुईजना अर्को बच्चा पनि ब्लड क्यान्सरको छ उसलाई छुट्याइदिएँ अनि त्यसपछि कस्तो के अब अचम्म लाग्यो कि मलाई लाइफमा अब जस्तो कि तपाईँलाई मात्रै भयो त ल ठिक छ बच्चा तपाईँ डबल खर्च जुन तपाईँले मलाई भन्नुभयो नि म त्यो ठाउँमा म बसेँ कि कसरी पुऱ्याउने के गर्ने तपाईँले त पर्सनल कुरा अरू पनि भन्नुभएको छ यहाँ अहिले हामी नगरौँ होला क्यामेरामा नगर्ने भन्नुभएको छ होइन त्यत्रो तपाईँलाई त्यति गाह्रो छ होइन अहिले के म हजुर कुरा गर्छु बाबुको मेडिसिन सकिसक्यो होइन अब मेरो 11 किमो छ बाबुको मेडिसिनलाई नि नेपाली मैले चाहिँ अनलाइनबाट मगाउने गरेँ कलकत्ता हिजो डेलिभरी गरे 40,000 लाग्छ उसको अनि अब मेरो 25,000 छ उसको बाबुको फेरि टेस्टकै अब अर्को महिना म टेस्ट 25-30,000 लाग्छ होइन अनि कहिले मैले त हिजो यो पनि सोचेँ कि म नगर्ने म टिप्पणी नगर्ने हो म त बाँचिहालेँ मेरो माइन्डमा एनी टाइम यही आउँछ कि म त बाँचिहालेँ नि छोरालाई बचाउँ छोरालाई चाहिँ जस्तो बचाउँ त्यो चाहिँ हुन्छ कि उसको फेरि यहाँ केही पनि नहुने कि यो माइटोटेन लेभल भन्ने पनि कलकत्ता पठाउनु पर्छ कि टेस्ट यहाँ छैन थियो मैले एक चिज चाहिँ कुरा गरेँ त्यो 50,000 लाग्छ उता त 8-9 हजारले हुन्छ कि फेरि आइसी 8-9 हजार नेपालमा 50,000 50 धेरै फेरि तपाईँलाई त्यो ट्रान्सपोर्टेसन त्यो गर्दा त्यतिमै आउँछ आउनु त त्यही त कुरा आयो त्यस्तै आयो अब अनि सजिलो तपाईँलाई यता भएन होइन उता भयो हुनु चाहिँ अब अनि उता अब बस्ने ठाउँ भएर अलिक मलाई सजिलो हुने त्यहाँ बस्छ कि भनेर म
भर्खरै आएको धेरै नि भएको छैन 15 दिन जति भयो होला मैले तपाईँले मलाई चाहिँ कसरी मतलब यो प्रोग्रामको थ्रुबाट देख्नु भएको कि होइन दाइ हुनुहुन्थ्यो उहाँ चाहिँ उहाँको भाउजूलाई नि क्यान्सर भएको थियो ब्रेस्ट क्यान्सर अनि एकचोटि चाहिँ मैले नि कुरा गरेको थिएँ एकदम राम्रो हुनुहुन्छ भन्यो अनि मतलब मलाई टिकटकमा कुरा गर्नुभएको थियो दाइले चाहिँ हजुरसँग व्हाट्सएपमा कुरा गर्नु भएको रहेछ व्हाट्सएपमा दाइ भन्ने मतलब टिकटकको थ्रुबाट देख्नु भएको होइन होइन मैले चिन्ने नै चिन्ने दाइ उहाँले चाहिँ यसरी मैले गरेको नाम भन्नु त उज्जवल दाइ उज्जवल मानन्दर उहाँको मिसेसलाई नि भाउजूलाई नि भयो कि अहिले भर्खर सेकेन्ड स्टेज छ यहाँ उता डाक्टर कपिन्द्र होइन उहाँसँग गरिरहनु भएको छ उहाँसँगै ट्रिटमेन्ट गर्दै हुनुहुन्छ अहिले किमो 4 किमो कति चल्यो अनि एकछिन चाहिँ यसरी कुरा गरेर चाहिँ राम्रो रहेछ उहाँको पनि यस्तो रहेछ भने अनि ठ्याक्कै मैले तपाईँले पहिला मेरो देखिरहेको मैले हजुरलाई त पहिला होइन अनि म यो टेन्सनले त थाहा थिएन तपाईँलाई हजुरलाई यस्तो भएको थाहा थिएन थाहा थिएन 1 इयर भइसक्यो यो म हस्पिटल दौडेछु हजुर अनि त्यो दाइले भन्नुभयो अनि मैले कुरा गरेँ अनि मैले ठ्याक्क सोचेँ मैले चाहिँ कुरा गर्नु पऱ्यो टिकटक थ्रु अनि के हुन्छ हेरौँ नभए दाइलाई भन्नु पर्ला है मैले हजुरलाई त्यसपछि म्यासेज गरेँ कि त्यही त हुन्छ मलाई त जुन अब टिकटकमा मलाई धेरै म्यासेजहरू आउँछ धेरै दिदीबहिनीहरूको धेरै नै म्यासेज आउँछ त्यो म्यासेजमा चाहिँ मैले क्यान्सर मलाई नै भएको छ भन्ने बित्तिकै म तुरुन्त मेरो 5 सेकेन्डमा मैले रिप्लाई गरिरहेको हुन्छु देख्ने बित्तिकै मैले कतिजनालाई रिक्वेस्ट गरेको छु भन्ने कुरा जस्तै अब आउँछ नि त होइन यस्तो हेल्प गर्नेहरू कतिले गरेको छु क्या कसैले पनि म्यासेज सिन गर्ने रिप्लाई नै नगर्ने कि मैले रिपोर्ट अब अहिले स्क्याम धेरै छ नि त होइन बाबुको रिपोर्ट पठाउँदै अपरेसन गरेको सबै पठाउँदै क्या तपाईँले भन्नुभयो मलाई रिपोर्ट देखाउनुपर्छ मैले पढ्दैन नै भनेको थिएँ हजुरले यति कस्तो इजिली ट्रस्ट गर्नुभयो क्या कति न्युज पत्रकारहरूले जस्तै भाग्य नेपाल मैले कतिलाई मैले एउटा यस्तो हुँदो रहेछ कि आफूलाई हुँदाखेरि त जसरी गर जब आमा भइसकेपछि चाहिँ होइन छोराको लागि चाहिँ जे पनि गर्न तयार हुँदो रहेछ कि होइन मैले यतिसम्म गरेको छु कि सायद खुट्टामा ठोके खाएन भने कि अहिले त अनि सिधै बाहिर साथीहरू पनि छ अनि सिधै भन्ने कि मलाई यस्तो भयो ल अलिअलि पैसा हालिदियो भन्थ्यो अनि सक्नेले कहिले 5-10 हजार त्यसरी नै मैले म्यानेज गर्ने बहिनी अब कस्तो भने अब मेरो पनि नयाँ च्यानल यो भर्खरै स्टार्ट गरेको अब मेरोमा पनि स्पोन्सरहरू छैन अहिले सायद आजको दिन यो आशाको आवाजमा चाहिँ स्पोन्सर भएको भए चाहिँ मैले बहिनीलाई ठुलो सहयोग गर्थेँ होला होइन मेरो पनि नयाँ च्यानलबाट भर्खर देख्दै हुनुहुन्छ होइन तर बहिनी यो क्यामेरा अगाडि होस् या क्यामेरा पछाडि म तपाईँ मेरो मनमा हुनुहुन्छ म पछि पनि म तपाईँलाई गर्छु होइन अब भनौँ न स्पोन्सर भएको भए त एकदम ठुलो नै सपोर्ट हुन्थ्यो अब ट्राई गर्छु हुन्छ अब यो सम्बन्धी होइन र बहिनीको चाहिँ म एउटा के गरिदिन्छु भने बहिनीको क्युआर चाहिँ इन्टरभ्यूमा चाहिँ राखिदिनुपर्छ राखेपछि हजुर सबैजनाले चाहिँ सहयोग गर्नु भइहाल्छ इन्टरभ्यू हेरेपछि भने चाहिँ क्युआर चाहिँ हजुरको अब मैले दिदीको छोरीहरू छ उसले उनीहरू मैले यस्तो गर्न लाग्छ छोरी अब के भन्नु हुन्छ हजुर गर्नु त्यसको लिङ्क हामी पनि गरिदिन्छौँ अब तपाईँले बहिनीले एउटा के काम आज म क्यामेराकै अगाडि भनेको छु तपाईँले मलाई एउटा क्युआर दिनु जुन तपाईँको क्युआर तपाईँले चलाउने हो त्यो क्युआरमा चाहिँ बाबु र तपाईँको नाममा चाहिँ सबैजनाले जति हुन्छ बनाएको म हजुरले सेन्ड गरिदिन्छु मैले बनाएको छु डोनेसनको लागि ए हुन्छ त्यसमा चाहिँ तपाईँको त्यसमा गएपछि चाहिँ क्युआर अनि अर्को चाहिँ यहाँनिर चाहिँ तपाईँलाई त्यो प्लस पोइन्ट पनि भयो होइन अर्को कुरा के भने तपाईँको आफ्नै टिकटकमा पनि जस्तो अहिले जुन अर्को ब्लड क्यान्सरको एकजना बच्चा उहाँको आमा बुवा उहाँलाई चाहिँ के पनि थाहा छैन रहेछ उहाँलाई पनि म सिकाउँछु होइन जुन तपाईँहरूले चाहिँ एउटा प्रोफाइल पिक्चरमै त्यसरी राख्नु अनि सपोर्ट गर्छ के त्यति साह्रो निष्ठुरी पनि हुँदैन मान्छेहरू होइन अलि गरेर धेरै हुने त हो नि त्यतिखेर नि दिदीको छोराले चाहिँ गरिदिएको थियो मलाई उता नियो फाउन्डेसन भन्ने छ नि अमेरिकामा हजुर अनि उसँग मेरो चाहिँ के भन्न त त्यतिखेर उनीहरूले गरिदिन्थ्यो नेपालमा ट्रिटमेन्ट नभएर बाबुको केही पनि भइदिएन कि अनि चाहिँ म एकदम मलाई बाबुको यो वाला चाहिँ मलाई रिपोर्ट पठाइदिनु म एकदम कोसिस गर्छु आफै डक्टरसँग भेटेर भए पनि यो कसरी म एकचोटि बुझिदिन्छु अनि अहिले यो युट्युब फाउन्डले चाहिँ एनजिओ रहेछ अनि यो स्टडीको लागि सबै गरिदिँदो रहेछ क्या अनि बाबुको ट्रिटमेन्ट नभएर के पनि काम भन्ने तर स्टडी त्यो यो नेपालको लागि चाहिँ एकदम च्यालेन्ज हो क्यान्सर सम्बन्धीको चाहिँ एकदम च्यालेन्ज नै रोग हो अहिले जुन बाबुको नाम के हो निवेद श्रेष्ठ बाबुको चाहिँ 6 वर्ष बाबुको जुन अहिले जुन क्यान्सर लागिरहेछ त्यो चाहिँ एकदम च्यालेन्ज नेपाली डक्टरहरूको लागि चाहिँ एकदमै हस्पिटलहरूको लागि चाहिँ एकदम च्यालेन्जै हो हजुरहरूले चाहिँ एकदमै रिसर्च गर्नु चाहिँ एकदमै जरुरी छ र अनि अब अहिलेको डेली लाइफमा चाहिँ तपाईँलाई अब कसरी चलाइराख्नु भएको छ डेली लाइफ आफ्नो त
के भने अब मलाई जब अब यो अस्ति किमो लाउँदाखेरि लास्टै गाह्रो भएको थियो है म गाह्रो हुन्छ 4-5 दिन उठ्ने छैन खान मन नलाग्ने गाह्रो हुन्छ यति गाह्रो भएको थियो त्यतिखेर चाहिँ ल कस्तो गाह्रो हुँदो रहेछ भन्ने लास्टै टेन्सन हो नि अब अहिले अलिक फिट भएँ होइन अब मन नगरे नि हुन्छ मलाई त आफ्नो त उही छ गर्नुपर्छ तपाईँको त्यो राख्ने बित्तिकै आउँछ बहिनी त्यो भन्नु हुँदैन सबैजनाले सपोर्ट गर्नुपर्छ होइन तपाईँको गर्नुपर्छ त्यस्तो होपलेस नहुनु तपाईँको त्यो क्युआर देख्ने बित्तिकै तपाईँको इन्टरभ्यू देख्ने बित्तिकै सबैजना अहिले तपाईँले बोल्नु नै भएको छैन टिकटकमा नि थाहा हुँदैन नि त मैले यो कुरामा लजाउनु हुँदैन बहिनी मलाई चाहिँ अब अलि अड भयो मान्नु मैले यो क्यान्सर लागेर मेरो चरित्रमा नै औँला उठ्यो होइन 9 वर्ष भयो होला बिहे गरेको सम्बन्ध नि सके जस्तै हो धेरै चिज गुमाएँ मैले यो तपाईँको हस्बेन्डले चाहिँ यस्तो सिचुएसनमा किन तपाईँलाई किन यो डाउट गर्ने कारण चाहिँ किन उहाँले चाहिँ के भन्नुहुन्थ्यो झुक्नुपर्छ फ्यामिलीसँग मलाई उपचार गरिदियो भने म फ्यामिलीसँग झुक्नुपर्छ अरे कि झुकिएन अरे कि यस्तोमा म झुक्ने कि फ्यामिलीहरूसँग बुढासँग मलाई उपचार गरिदियो मलाई यस्तो गरिदियो म हरेक सल्लाह गर्नुपर्छ झुक्नै पर्छ फ्यामिली आफ्नो लाइफ पार्टनर हो नि त लाइफ पार्टनरले सपोर्ट गर्ने स्ट्यान्ड लिएको भए म मेरो यो टाइम स्ट्यान्ड लिएको भए त होइन गर्थेँ झुक्नु के हो त्यसको मिनिङ मैले राम्रो बिहेभ गरेन आफै त टेन्सनमा छु नि त म छोरा बिरामी छ ठिक छ खुद म पनि भएँ एक त फाइनेन्सियली म आफै ह्यान्डल गर्नुपर्छ अनि मेरो माइन्ड कस्तो होला त माइन्डले काम गर्छ अनि भन्नुहुन्छ बिहेभ राम्रो भएन यो पनि ब्लेम आयो कि मैले गर्दा नि बाबुलाई भएको यो पनि आयो कि मलाई मैले गर्दा नि भएको भन्ने प्रचार भयो क्या ठिक छ म अहिले बोलेकै छैन होइन कोहीसँग बोलेकै छैन तपाईँको सिचुएसन म बुझ्छु भयो नि किनभने मलाई एक्लै हुँदाखेरि त त्यस्तो हेला भएको थियो होइन अब तपाईँको त दुई जना तर मेरो चाहिँ हस्बेन्ड राम्रो हुनुहुन्थ्यो हस्बेन्डको साथ पाएपछि त दुनियाँमा जोसुकै जस्तो सुकै होस् त्यो केही फरक पर्दैन होइन तर तपाईँको सिचुएसन बुझिरहेको छु तर उहाँले पनि हजुरको हस्बेन्डले पनि एकदम तपाईँलाई बुझ्नुपर्ने हो होइन यस्तो सिचुएसनमा एक्लैलाई नभइकन आफ्नो श्रीमती र आफ्नो छोरालाई भइरहेछ क्यान्सर मलाई नभए पनि मलाई त हेर्नु पर्दैन होइन म ह्यान्डल गर्छु बाबुलाई मात्रै भनेको कि अब के कुरामा चित्त बुझ्दैन होला म कसैलाई पनि ब्लेम लाउँदिनँ होइन म कसैलाई पनि ब्लेम म आमा हो मैले गर्नुपर्छ आमालाई मात्र थाहा हुन्छ नि त पीडा के हो अब यस्तो गर्नुभयो भने सबभन्दा सजेसन बेकरमा 1 जुनीको लाइफ हाम्रो हुन्छ नि यो एउटा लाइफ छ नि यो ब्युटिफुल लाइफमा तपाईँले उसले यो भन्छ त्यसले यो भन्छ मेरो बुढाले हेरेन मेरो फर्नाले हेरेन त्यो नसोच्नु तपाईँ जति सोच्नुहुन्छ तपाईँ त्यति बिरामीमा जानुहुन्छ न तपाईँ स्ट्रङ भएर के गर्नु भने आफूले आफूलाई हेर्नु पहिला आफू बलियो बन्नु तपाईँ पहिला डाइट खानु तपाईँ आफूलाई कसरी हुन्छ त्यो एकदम स्ट्रङ भएपछि बाबुलाई बलियो बनाउने हो कि तपाईँ आफू बलियो भए पो बाबुलाई बलियो बनाउने हो कि भन्नु त तपाईँ स्ट्रङ हुनुपर्छ कि तपाईँ स्ट्रङ भएपछि बाबु पनि निको हुन्छ त्यसैले तपाईँलाई मैले एउटा सजेसन गरेको चाहिँ फाइनेन्स पैसा त चाहियो हैन गाह्रो हुन्छ क्यान्सरमा फेरि पैसा त यति चाहिन्छ पैसा चाहियो हैन बहिनी अब पैसा चाहिनेलाई के गर्नु मैले किमो चढाइरा छ कसरी काम गर्ने मैले आफ्नो ट्रिटमेन्ट लेट भएको यो फाइनेन्सियल प्रब्लम एक त बाबुको प्लस छ हैन अनि म इन्डिया गएँ प्राइभेट गयो त्यतिखेर हुन्थ्यो त्यही भएर लेट भएको कारण त्यो मेरो नोभेम्बरमा भएको थियो नि त मेरो त नोभेम्बरमा के मेरो ग्रुपको क्यान्सर भएको अनि इन्डिया गएर अलि लेट भयो म गभर्मेन्टमा गएँ नि त फाइनेन्सियल प्रब्लमले अनि त्यही भएर मेरो यो ट्रिटमेन्ट लेट भयो क्या खासमा चाहिँ भन्छ अलि लेट अहिले त ट्रिटमेन्ट नै गरिराख्नु अहिले चाहिँ अब किमो सुरु तपाईँ एकदमै सिरियसली गर्ने पनि यो चिजलाई चाहिँ तपाईँले केयरलेस गरेर मलाई म पछि गर्छु भन्यो भने त्यो सबभन्दा ठुलो मिस्टेक तपाईँको त्यो हो किन भन्नु न तपाईँले अहिले तपाईँको आफ्नो ट्रिटमेन्ट गर्नु भएन भने बच्चालाई कसले हेर्छ त्यो एउटा सोच्नु क्या तपाईँ आफू स्ट्रङ भएको आफ्नो बच्चालाई हेर्छ होइन त्यो भएको भएर तपाईँ डराउनु पर्दैन बहिनी अनि र मेरो इन्कम छैन अब साथीभाइले त गर्यो अब कति भन्ने मसँग जस्तो तपाईँले मसँग भन्नुभयो होइन अरूसँग भन्नुभयो कसैले गर्ला कसैले नगर्ला होइन तर त्यो छोडिदिनु त्यो साइडमा राख्नु
तपाईँले के गर्नु भने तपाईँलाई म यो स्क्रिनमा तपाईँको मजाले क्युआर राखिदिन्छु। तपाईँले आफ्नो पनि आज नै तपाईँले टिकटकमा स्टार्ट गर्नु, राख्नु, भन्नु, आफूले सानो एउटा बोली बोल्नु। मलाई यसरी चाहिएको छ तपाईँलाई सपोर्ट। तपाईँले मात्रै होइन, हुन्नेहरूले पनि गरिरहेछ क्या, हुन्नेहरूले पनि गरिरहेछ भने तपाईँले त गर्नु पर्यो नि त, एकदम जरुरी नै छ नि त बहिनी। अनि तपाईँले जति गर्नु भएन, तपाईँसँग जति पैसा भएन, तपाईँको खानेकुरादेखि अब म खाने कि मैले डाइट खाने कि मेरो बच्चाले खाने, कन्फ्युज हुन्छ नि। म तपाईँको फिलिङ्स बुझिरहेको छु मैले, जस्तो मैले खाएँ मेरो बच्चालाई खुवाउन पुगेन। सोचेँ जब गरौँ कि भने नि सोचेँ मैले, अब यो किमो चल्दा पनि गाह्रो हुने रहेछ, जब गाह्रो हुन्छ। तपाईँको जबसम्म किमो सकिँदैन तबसम्म तपाईँको काम गर्न सक्नुहुन्न कि। मैले भने नि म पनि एकदम काम गर्नुपर्ने मान्छे, जब कि म किमोबाट उठेपछि मैले रबर ब्यान्ड त्यही आज मैले जो पहिला मैले अलिक दिन लाएको छु, त्यो चाहिँ मैले सबै रबर ब्यान्ड बुनेको पैसा है। त्यो बुनेको पैसामा किमो भएर उठेपछि मैले जुन बुनेको थिएँ त्यो बुनेको पैसालाई चाहिँ जम्मा गरेको पैसालाई चाहिँ जम्मा पारेर मैले चाहिँ तपाईँलाई दिन खोजेँ। तर तपाईँसँग एकदम सर्ट टाइममा अस्तिको दिन तपाईँसँग कुरा भयो, त्यही दिनै मैले त्यहाँ काठमाडौँ मलमा मेरो त्यहाँ बहिनीहरू थियो, पहिला बिजनेस सर्कलको बहिनीहरू, उनीहरू सबैजना रेडी थियो कि पैसा दिनलाई। तर हिजो मैले कसैलाई पनि भेटिनँ त्यहाँ जाँदाखेरि। अनि सायद अलिकति आजको बजेटमा अलिकति धेरै हुन्थ्यो होला, तर टेन्सन नलिनु, फेरि उनीहरूले दिइहाल्छ, म तपाईँलाई दिन्छु, फोन गरेर दिन्छु। अनि अर्को कुरा फ्रेङ्कली भन्दा हुन्छ, अहिले खानेकुराहरूमा चाहिँ कसरी पुऱ्याइराख्नु भएको छ? खानेकुराहरू त अहिले त मलाई मेन सपोर्टहरू नै दिदी, मेरो दिदी बिनाजु। हजुर, मेरो लागि मेरो गार्जियन नै हो, उहाँ नै हो। म केही भन्दा पनि दिदीलाई नै भन्ने, बिनाजुले मलाई यस्तो भयो भने चाहिँ सक्ने चाहिँ उहाँले गरिदिनु भयो। अनि बहिनी अनि जुन बाबु र तपाईँ सँगै बस्नुहुन्छ कि फ्यामिली दिदीबहिनीसँग? हामी दुईजनासँग, बाबु र म मात्र। ए अनि बाबुलाई त खानेकुराहरू औषधिहरू सबै अहिले पुगिरहेछ? अहिलेसम्म टच भइरहेछ। अब मेडिसिन चाहिँ अब भोलि आइपुग्छ कि, हिजो फ्रान्सबाट हिजो आइपुगेर कलकत्ता। अब आज आउँछ। यो इन्फर्म चाहिँ तपाईँलाई कसले गर्नुहुन्छ? मैले डेली मेडिकलमा गएँ, सोधेँ, म थाहा थिएन कि यो मेडिसिन यसो मलाई डक्टर लेखेर दियो। म मेडिकलमा गएँ त कहाँ यो मेडिसिन यहाँ पाउँदैन भने, अनि कति पर्छ भनेको त यो त 1.5 लाख पर्छ अरे कि। 1.5 लाख यो मेडिसिनको 1.5 लाख भने? अब नेपाल त कति भयो त? आइसी 1.5 लाख आइसी। मैले त्यो पनि इन्डियामा मात्रै पाउँछ? इन्डियामा यो सरकारी एउटा हस्पिटल छ क्यान्सर। इन्डियामा चाहिँ तपाईँले पैसा तिर्नु परेन के पर्छ? त्यति परेन होइन, त्यति जस्तै मेडिसिनहरू छ नि त्यो पऱ्यो क्या। मेन मेडिसिन ट्रिटमेन्ट भन्दा पनि गाह्रो मैले मेडिसिन यसको पऱ्यो। मैले अस्ति यो सेकेन्ड टाइम जाँदाखेरि पनि त्यहाँको एनजिओले बेहोर्छ भनेर, इन्डियामा पनि छ, एकदम राम्रो रहेछ। नेपाली सिटिजनसिपलाई इन्डियन्स गर्छ, हामी झन् रेस्पेक्ट गर्छ हामीलाई त। मैले त सिधै नेपालबाट आएको भन्थेँ। कुन हस्पिटल भन्नुभयो? आरएमएल, राम मनोहर लोया। राम मनोहर लोया हस्पिटल, त्यहाँको सरकारी 3टा। जुन अब तपाईँलाई यहाँबाट त्यहाँ जानु पर्यो, अनि त्यो ट्रान्सपोर्टेसनहरू त्यो खर्चहरू चाहिँ कसरी जुटाइराख्नु? यसरी नै साथीभाइहरूलाई भन्ने, दिदीहरूलाई भन्ने। अब तपाईँले यसरी फ्रन्टमा नआइकन त तपाईँले साथीभाइहरूले गर्नुहुन्छ भने अहिले त झन् फ्रन्टमा आउनुभयो, तपाईँलाई धेरै सपोर्ट आउँछ। अब एकदम हिम्मत लिएर चाहिँ एकदम हिम्मत लिनु पर्यो बहिनी। यसरी जति तपाईँ पनि रुनुभयो, मलाई पनि रुवाउनु भयो। अहिलेसम्म यस्तो स्ट्रङ भएर आएको थिएँ, म रुन सक्दिनँ, म त रुन पनि म एकदम स्ट्रङ भएर आएको छु कि। म यति इमोसनलै, अब मलाई इमोसनल भन्ने मेरो चिज सकिसक्यो, म एकदम स्ट्रङ भयो भने तपाईँले मलाई एकदमै इमोसनल पारिदिनु भयो आज। तर केही छैन बहिनी, के छैन। इन्डियामा धरि डक्टरले त मैले त बाबु एउटै हस्पिटल गरे हाल्दैन, अनि थाहा इन्डियामा सबैले थाहा। बाबुको 2nd फ्लोर 3rd फ्लोरमा ट्रिटमेन्ट, मेरो 2nd फ्लोरमा, अनि डक्टर थाहा। सबै साइलेन्ट हुन्छ नि। यो त एकदम अचम्मको केस तपाईँको के, दुवैजनालाई भन्छ क्या। अनि सायद अहिलेसम्म मैले थाहै छैन जस्तो लाग्छ यसरी चाहिँ है। अहिले मैले पनि सुनेको छु, मैले चाहिँ थाहा छैन यस्तो। म तपाईँको सिचुएसनमा त्यो जुन बसेर छु कति स्ट्रङ क्या तपाईँ। मलाई एकदमै म एकदम कन्फिडेन्ट भयो कि तपाईँले एकदम जितेरै आउनुहुन्छ कि। तपाईँ पनि बाँच्नुहुन्छ, तपाईँको छोरालाई पनि बचाउनुहुन्छ। यो चाहिँ यति किनभने तपाईँमा त्यो स्ट्रङ त्यो भित्रबाट आउने विल पावर त मैले देखिरहेको छु कि। यो छ, म त्यस्तो पनि थिएन। म आफूमा मलाई अरूको उसमा बस्नु मन, अब आफै सेल्फ गर्नु इन्ट्रेस्ट भएको। म आफू पहिला पनि त्यसरी गरेर मेरो बिजनेस थियो आफ्नै होइन। बिहेभन्दा अगाडि पनि म आफै गरिरहेको, कहिले पनि म अरूलाई यस्तो गरेर भन्न हस्बेन्डै भने म सक्ने, मैले पनि सक्ने, म पनि आफू पनि गर्छु। कहिले पनि म साइलेन्टली बसिदिनँ क्या। जस्तै अब कहिले सिलाइ भयो पनि गरिरहेकै हुन्छ, अल मैले गरिरहेकै हुन्छु क्या।
त्यस्तो थिएन मलाई एकदम एक्स्ट्रा सिलाइ चाहिँ आउँछ बहिनीलाई आउँछ। मेसिन आउँछ ए मेरो बुटिक छ म काम दिउला पछि निको भएपछि हैन अनि बहिनी अर्को कुरा कस्तो भने जस्तो मै किमो भएर म बेडमा बसेको थिएँ 5-6 दिनपछि चाहिँ अलि फ्रेस हुन्छ नि अलि फ्रेस त्यस्तो हो भने मेरो नि अब जस्तो कस्टमरहरूले अहिले लिदिराख्नु भएको छ अझै धेरै लिदिनु भयो भने मैले पनि बहिनीलाई काम दिन सक्छु त्यो बसी बुन्न पनि सक्यो सिलाउने यदि बहिनीले त्यस्तो सक्नुहुन्छ भने त्यो पनि त हिम्मतमा हार्नु पहिला आफ्नो हेल्थ चेक गर्नु यताबाट त प्लानिङ त्यसो चाहिँ अब अनि म हिजोबाट त उठ्न थालेँ हिजो अस्तिबाट उठ्न थालेँ अनि मलाई भन्नुभएको थियो अब सक्दो रहेछ अनि दिदीलाई म चाहिँ दिदीसँग सेयर गर्छु दिदी म त काम गर्न जानु पर्ला जस्तो म त्यो मैले त ह्यान्डमेडको त्यो याकहरू बनाउनु चाहिँ बाहिर पठाउने त्यो पनि काम गर्छु कि पहिला गर्थेँ कि मैले अनि म त याकहरू बनाउनु ल्याउनु पऱ्यो त्यही काम गर्छु म कहाँ सक्नु सक्दैन पर्दैन गर्न इम्युनिटी पावर कम हुन्छ कोहीसँग भेट्नै पर्दैन तिमी एकदम उ भएर सेफ भएर बस्नुपर्छ गाह्रो हुन्छ भनेर मैले नगरेँ नसके म त ल्याउने म अब गर्छु सकिहाल्दो रहेछ किमोमा सुताउला नि त भने त्यो प्लानिङ थियो अब एनी हाउ मनी चाहिन्छ स्टेप बाई मनी चाहिन्छ यो क्यान्सर भन्ने चिज यस्तो रहेछ कि म त यस्तो बहिनीको यो अब अहिले नेक्स्टको चाहिँ कति जति उ रे पैसा लाग्ने भन्नुभयो अहिले तुरुन्तको चाहिँ बाबुको 40,000 अनि तपाईँको मेरो चाहिँ 25,000 रहेछ किमोको 25,000 भने चाहिँ तपाईँलाई अहिले तुरुन्त त 65,000 त तुरुन्त तपाईँलाई चाहिन्छ अब यो गर्नलाई तपाईँले तुरुन्त क्युआर चाहिँ गर्नै पर्छ त्यो क्युआर राख्नै पर्छ हामीले अब यो म सकेसम्म म यहाँ अब हाम्रो टिमलाई भन्छु हजुरको सो चाहिँ अगाडि राख्नु भनेर होइन किनभने इम्पोर्टेन्ट अहिले हामीलाई यो भयो होइन तपाईँलाई चाहिँ अब अरू के आफ्नो मनको कुराहरू चाहिँ के भन्नु मन छ यहाँनिर सोमा आएर मलाई चाहिँ क्यान्सर भयो भन्दैमा यसरी हेला चाहिँ गर्नु हुँदैन होइन हामी कसैले पनि चाहँदैन कि क्यान्सर होस् भनेर होइन यसलाई त यस्तो भयो भनेर त्यो चाहिँ नहोस् जस्तो लाग्छ क्या चाहना त कसलाई हुन्छ र होइन हेल्दी बन्न त कसलाई इच्छा हुँदैन त्यो चाहिँ लाग्छ अनि अब जस्तो अब मैले बाबुको पालामा त बुढाले राम्रैसँग ठिकै थियो सबै ठिकै थियो होइन भयो के मिसअन्डरस्ट्यान्डिङ पनि थाहा छैन होइन त्यस्तो नसोचिदिनु त्यही हो म अहिले पनि हेर्नै पर्छ क्या अब यदि अहिलेसम्म त उहाँले अब गर्नु भएन भने अहिले पनि गरौँला म सक्ने म गर्छु म त्यस्तो ऊ पनि छैन कि विक छैन कि त्यही त सक्छु म गर्न होइन साथीभाइलाई मात्र मैले भनेर अहिलेसम्म चलाइ नै रहेँ कि तिनी मेरो साथीहरू मात्र बाहिर छ अस्ट्रेलिया अमेरिका भनेपछि तपाईँको पहिला कलेजको कि स्कुलको साथीहरू कलेजको स्कुलको गर्दै सबैजना साथीहरू धेरै राम्रो रहेछ मेरो साथीहरू एक्चुअली मैले मलाई मेरो स्कुलको साथीहरू धेरै राम्रो छ मलाई चाहिँ यो टाइममा मलाई एकदम मैले लाइफमा केही नगरे पनि साथी चाहिँ ठाउँमा राखेको छु त्यो चाहिँ फिल भयो कि अरू केही मैले गर्नु भने एउटा साथी चाहिँ मैले ठाउँमा राखेको छु त्यही भएर मलाई टेन्सन अहिले पनि अब फोन गऱ्यो भने अब राखिदिन्छ म 5-10 हजार त होइन अब कति भन्ने बाहिर भने म त फल्दैन नि त होइन पैसा पनि उनीहरूलाई त गाह्रो हुन्छ अनि त्यो अनि नेपालमा पनि छ गर्न चाहिँ हुन्छ अनि त्यो दिदी भिनाजुले मलाई यहाँसम्म अहिलेसम्म सपोर्ट गर्नुभयो मेरो त मेन नै मेरो अहिले गार्जेन दिदी भिनाजु है उहाँले यहाँसम्म अब दिदीको छोरा चाहिँ ठुल्ठुलो भइसक्यो मास्टर्स पढ्छ छोरा उनीहरूले नि सक्ने गरे जस्तै यो बनाएर उसको बाबुको उनी बनाएको थिएँ मैले हामीले त्यतिखेर चाहिँ के भयो भने म लास्टै टेन्सन थिएँ अनि सबै देखाउनु पर्ने रहेछ होइन यो जस्तो डोनेसन उठेको त्यति समथिङ त्यतिखेर उठाएको थियो 3 लाख जति 3 लाख 2.5 त्यति उठाएको थियो अनि त्यतिखेर इन्डियामा अब भर्खर गएको म थाहा थिएन कि त्यसरी पनि देखाउनु पर्ने भनेर अनि बाबाले चाहिँ अहिले नत्र भए आइरहन्थ्यो त्यो सबै फन्डहरू देखाएको भए चाहिँ त्यो कुरा अनि मैले त्यो देखाउन सकिनँ कि एक त म आफू पनि बिरामी भएँ त्यही त होइन हुँदा त्यो सोच नै आएन क्या अब जस्तो तपाईँको ब्रेस्ट क्यान्सरको मलाई भएको जस्तो मलाई भएको अनुसार चाहिँ अब हामीले किमो दिँदाखेरि त अलिक विक हुन्छ त्यसपछि फेरि तपाईँलाई एकदम फ्रेस भएर आउँछ होइन अनि पछि अलिक विकनेस त हुन्छ नि अब मलाई ऊ हेर्न बस्दा अहिले पनि मेरो निको भइसक्यो तर पुरा पसिना आउँछ कि मलाई एकदमै अब त्यो कन्ट्रोलै हुँदैन कि त्यो एउटा भइरहेको छ नि त्यस्तै बाबुलाई जस्तो ट्रिटमेन्ट उसको बाबुको भयो होइन उसको चाहिँ कस्तो ऊ दौडिन खेल्न कतिको सक्दैन अहिले सक्दैन पहिला इन्ट्रेस्ट भनेको के चिजमा छ
इन्ट्रेस्ट त्यो मोबाइल अलिक त्यो गाडीहरू हुँदैन जस्तै त्यो गाडी चाहिँ लास्ट इन्ट्रेस्ट छ मतलब खेल्ने गाडी खेल्ने गाडी इन्ट्रेस्ट छ बिरामी हुँदाखेरि चाहिँ ऊ एकदमै मतिन्सको पर्ने एकदम म्याचर कुरा गर्ने म्याच्योर भने मतलब जस्तै अब एकदमै ठुल्ठुलो कुरा कि मम्मी हजुरले त हजुरलाई पैसाको त्यो भयो टेन्सन भयो होला यस्तो भयो होला उस्तो यस्तो क्या अब 6 वर्षको बच्चा त्यस्तो कुराहरू चाहिँ सक हुन्छ त्यही त 6 वर्ष अनि दुब्ला त्यो त हेप्पी थियो फेसहरू म्याच्योर थियो क्या बाबुको जब अपरेसन गरे सबै अनि सबै अहिले चाहिँ अहिले पनि अलिकति ठुलो मान्छेहरू जस्तो गरेर बोलिरहेको थियो अघि बोल्दा भोइस चाहिँ उसको त पुरै मेन नै उसको भोइस हो म हजुरहरूलाई अहिले यहाँ देखाउँछु एकछिनमा बाबुलाई किनभने यो कुरा चाहिँ हामी बच्चाको अगाडि गर्दैनौँ गार्जेनहरूले पर्मिसन दिनुभयो पनि म चाहिँ बच्चाहरूको अगाडि कुरा गर्न चाहन्न होइन कस्तो छ भने उसलाई चाहिँ एकचोटि के भएको थियो नि फिल्म हेरिरहेको थिएँ अनि फुचीको बाबाले स्मोक गर्नुहुन्छ क्या अनि त्यो फिल्म त एड आउँदाखेरि के त्यो गर्नु हुँदैन भन्ने एउटा आउँछ क्यान्सर हुन्छ भनेर अनि ऊ पनि ड्याडी फ्यान हो कि फेरि उसको ड्याडी भनेपछि उसले के अनि ड्याडी चाहिँ अगाडि भन्छ ड्याडी हजुर स्मोक नगर्नु त क्यान्सर हुन्छ मर्छ अनि मलाई कसले हेर्छ अरे क्या त्यसपछि यो बच्चालाई उसले थाहा पायो भने उसले के थाहा सोच्छ त भन्ने मैले डक्टरहरूलाई अहिलेसम्म कसैले भन्नै लगाएन क्या क्यान्सर भयो अनि यो कुरा उहाँको बुवालाई थाहा ड्याडीलाई थाहा छ कि छैन थाहा छ अनि यस्तो गर्दाखेरि उहाँको चाहिँ के रियाक्ट के पनि आउँदैन उहाँलाई चाहिँ फिल एउटा हुन्छ पहिला त ठिकै थियो कि म आई डोन्ट नो के अचानक के भयो होइन उहाँ नेपालमै हुनुहुन्छ कि बाहिर नेपाली हुनुहुन्छ भर्खर आउनु भएको मतलब तपाईँसँगै बस्नुहुन्छ नै छैन तपाईँसँग बस्नुहुन्न अहिले छैन अब के कुरामा चित्त बुझेन होइन होइन ल तपाईँलाई त त्यस्तो बच्चालाई म नि त्यही भन्छु होइन मलाई त भएन फेरि माया नगर्ने भने बाबुलाई एकदम माया गर्छ दुईजना एकदमै उहाँ बाहिर जब बाबुलाई यस्तो भयो थाहा हुने बित्तिकै कामै गर्न सकेर फर्किनु भयो न त केही कुरामा मिसअन्डरस्ट्यान्डिङ भयो होला हजुरको पर्सनल लाइफको कुरा हो तर हजुरले पनि अलिकति दुईजना बसेर चाहिँ एकचोटि राम्रोसँग सल्लाह गऱ्यो भने हुन्छ कि मलाई चाहिँ के लाग्यो भने त 8-9 वर्षको सम्बन्ध उसले थाहा त म कस्तो हुँ भनेर सँगै बसी बुढालाई थाहा हुन्छ एकअर्काको बानी होइन म कस्तो हुन्छ मैले पनि म उहाँलाई रिक्वेस्ट गर्छु हजुरले एकचोटि दुईजना बसेर चाहिँ एकदम आफ्नो भित्रै कुराहरू एकअर्कामा चाहिँ के कुरा मिसअन्डरस्ट्यान्डिङ भइरहेछ दुईजनामा यसमा मिसअन्डरस्ट्यान्डिङ पनि हुनसक्छ तपाईँको भित्री कुरामा होइन एकचोटि बसेर सल्लाह गर्दा हुन्छ किनभने यसमा बच्चा र आमालाई क्यान्सरको कुरा आइरहेको छ यो सायद अब थर्ड पर्सनको कुराबाट पनि हुनसक्ला के हुनसक्ला अब त्यो त हामीले के भन्न सक्दैनौँ हजुरहरूको पर्सनल कुरा हो तर यस्तो बेला चाहिँ हजुरहरू दुईजना बसेर चाहिँ मैले हजुरलाई पनि उहाँको नाम के रे अविनाशजीलाई पनि मेरो तर्फबाट एकदम रिक्वेस्ट छ एकचोटि हजुरहरू दुईजना बसेर चाहिँ आफ्नो पर्सनल मामलामा चाहिँ एकदम अन्डरस्ट्यान्डिङ के कुरामा अन्डरस्ट्यान्डिङ गर्ने के कुरामा मिसअन्डरस्ट्यान्डिङ भएको छ र कसरी अन्डरस्ट्यान्डिङ गर्ने त्योतिर लाग्नु होला यो टाइममा चाहिँ न तपाईँले इगो प्रब्लम राख्नुभयो न उहाँले इगो प्रब्लम राख्नु राम्रो भएन मैले चाहिँ के भयो यो टाइममा सपोर्ट दिनुपर्ने साथ दिनुपर्ने अनि पो म मेरो जस्तो मलाई पनि आँट आउँछ त होइन अनि त्यो अब यो गरेन त्यो गरेन यस्तो उस्तो भन्ने त यदि ल अहिले मेरो ठाउँमा उहाँ भएको मैले त्यसरी छोड्नु मिल्दैन हामीले त एनी गरेर चाहिँ बुढा गर्नुपर्छ गरिन्छ नि म त्यो भन्छु क्या उहाँलाई माया भन्ने चिज हुनुपर्छ होइन अब के चिजमा तपाईँहरूको मिसअन्डरस्ट्यान्डिङ भएछ त्योतिर सल्भतिर लाग्नु बहिनीले पनि एउटा होइन मैले सम्झाएको हजुरहरूलाई पनि किनभने यो सिचुएसन तपाईँहरूको कस्तो खाले सिचुएसन पर्यो भने यो कसैको पनि छैन कि यो दुईजनै अब आमालाई पनि छोरालाई पनि क्यान्सर भइरहेछ त्यो माथि हस्बेन्ड त्यस्तो माया गर्ने हस्बेन्ड अहिले टाढा हुनुभयो त्यो इगोहरू राख्नु भएन एकचोटि के चिजमा चित्त बुझ्या छैन त्यो गरेर आफ्नो फ्यामिली मिलेर बस्नुपर्छ हाम्रो प्रोग्रामको अन्त्यतिर आइरहेछौँ अब एकचोटि अब हामी यो कुरा बच्चाको अगाडि चाहिँ हामी कुरा निकाल्दैनौँ होइन बच्चालाई चाहिँ एकचोटि यहाँनिर यस्तो देखाउन चाहन्छु बाबुलाई होइन अनि तपाईँहरूलाई फेरि मेरो लास्ट रिक्वेस्ट तपाईँहरूलाई सबै हेरिराख्नु भएको मेरो अडियन्सहरूलाई चाहिँ उहाँ बहिनीको चाहिँ क्युआर राखिदिन्छु म त्यो स्क्रिनमा जति सक्छ सपोर्ट गर्नु होला किनभने आमा पनि छोरालाई पनि क्यान्सर भइरहेको छ र एकदम अनौठो खाले उहाँहरूको यो अहिले स्टोरी सुने मलाई आफूलाई पनि कन्ट्रोल भएन होइन गाह्रो भयो तर के गर्ने
मैले पनि धेरै गर्न सकिनँ। अर्को एकजना बच्चा पनि छ, उहाँ बच्चाकोलाई पनि मैले राखेको छु र बहिनीलाई मैले वोट दिएको छु, बहिनी आज मैले जति दिन्छु त्यतिमा तपाईँ सेटिस्फाई हुनु र फेरि म चाँडोभन्दा चाँडो कलेक्सन गरेर तपाईँलाई म फोन गरेर आफै म तपाईँलाई दिन्छु र क्युआर राखिदिन्छु, हजुरहरूले गर्नु होला। र त्यो जुन मैले बुनेको चिजहरूमा चाहिँ तपाईँहरूले यति सपोर्ट गर्नुभयो, यस्तो सपोर्ट गरिदिनुहुन्छ भने फेरि पनि मलाई आशा लाग्छ। मेरो जुन टोटल मैले काउन्टर फोड्दाखेरि जम्मा निक्लेको थियो 23,000, 23,000मा चाहिँ 7,000 चाहिँ किरण राणा दिजुले राखेर 30,000 भएको थियो। त्यो 30,000 चाहिँ मैले राखेको थिएँ, त्यसमा चाहिँ मैले दुईजनालाई डिभाइड गरेँ, किनभने एउटा बच्चा पनि छ अर्को होइन, उहाँ बच्चा र यता बहिनीलाई डिभाइड गर्दाखेरि चाहिँ अब अलिकति लक्ष्मी ब्युटी पार्लरले हिजो मलाई 500 दिनुभएको थियो, काठमाडौँ मलको 4th फ्लोर लक्ष्मी ब्युटी पार्लर, उहाँले 500 दिनुभयो, थ्याङ्क यू। र अरू काठमाडौँ मलको बहिनीहरूसँग चाहिँ भेट भएन, उहाँहरूले पनि हेल्प गर्नु कोसिस गर्नुभएको छ र नेक्स्ट टाइम गर्नु होला उहाँ बहिनीलाई। यसमा 18,000 छ बहिनी, मैले धेरै दिन सकिनँ। अर्को बाबु छ एकजना, उसलाई पनि दिनुपर्छ। अनि म फेरि तपाईँलाई कोसिस गर्छु, हजुरहरूले क्युआरमा राखिदिनु होला। सुर्के थैले यो हजुरलाई, अनि अब म हजुरको क्युआर त्यसमा राख्छु। हेलो बाबु, हेलो हेलो हेलो, यहाँ आऊ, आन्टीको आऊ, यहाँ बस, यता बस, यता बस्ने, ल ल यहाँ बस, ल ल तिम्रो नाम के अरे फेरि भनिदेऊ? निवेद। अनि कति क्लासमा पढ्छौ? कति क्लास? 2 अनि अब कतिमा जाने? 3मा जाने। तिमीलाई केमा इन्ट्रेस्ट छ? त्यहाँ भन्दा त अङ्कल आन्टीहरू सबले हेरिरहेको छ, त्यहाँबाट तिमीलाई सबले हेरिरहेको छ। तिमीलाई चक्लेट खाने पैसा अब राखिदिनु हुन्छ अरे, गाडी किन्ने पैसा राखिदिनु हुन्छ अरे। अब कुन गाडी भन त? मोटरसाइकल उता भन न, अङ्कल आन्टीलाई भन त ल। मोटरसाइकल हो, मोटरसाइकल। अनि खानेकुरा चाहिँ के? खानेकुरा बनाना, ल बनाना, मोटरसाइकल। अनि कहिले काहीँ नि एकदम बलियो हुनलाई औषधि पनि खानुपर्छ है, यस्तो स्ट्रङ हुनलाई। यस्तो गर त, यस्तो गर त। ओ यो खै कसको बडी ठुलो? ल कसको बडी? तिम्रो बडी ठुलो रहेछ। ल यस्तो स्ट्रङ हुनलाई, औषधि खानलाई अङ्कल आन्टीहरूले चाहिँ त्यो क्युआरमा पैसा राखिदिनु होला, भन त एकचोटि। अङ्कल आन्टीहरू मेरो क्युआरमा पैसा मलाई एकदम बलियो हुनलाई म औषधि खानुपर्छ, एकदम स्ट्रङ बडी बनाउनलाई भन। ठिक हुनु, बडी बनाउनलाई भन न। बडी बनाउनलाई त्यही त ठिक भइसक्यो नि, बडी बनाऊ, यस्तो बडी बनाउनलाई, अनि बनाना खानलाई, अनि गाडी चढ्नलाई है। ल नमस्ते गरेर थ्याङ्क यू भनौँ। ल खै आन्टीलाई चु गर यहाँनिर, ल खै म पनि गर्छु ल।